हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो अर्को न्यू भिडियोमा। अनि आज चाहिँ हामी सबैजना भएर माइती ससुराली जाँदैछौँ। हामी जेठा जेठी कान्छा कान्छी अनि छोरी भएर माइत घर जाँदैछौँ। अब चाहिँ तपाईँहरूलाई म मेरो माइत घर जाने बाटो देखाउँछु, हेर्दै जानु होला साथीहरू। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मेरो भेनाको कला। खुट्टा धेरै दुःख अरे खुम्च्याउँदा त्यही भएर तन्काएर कुदा गरे हाम्रो भेनाले चाहिँ। अनि हामी कान्छा कान्छी पनि नक्कल पार्दै भिडियो गर्दै जाँदैछौँ माइततिर। हामी जाँदैछौँ माइती ससुराली जाँदैछौँ। अनि हामी चाहिँ बुधबारै निस्किसक्यौँ साथीहरू। अनि हेर्न सक्नुहुन्छ कति राम्रो डाँडा पाखा कति राम्रो देखिन्छ हाम्रो माइती घरतिर चाहिँ। एकदमै राम्रो लाग्छ मलाई चाहिँ मेरो माइत घर। अनि जाँदैछौँ अनि हामी बुधबारेबाट सट्टै पश्चिमतर्फ लाग्यौँ। अनि देख्न सक्नुहुन्छ कति राम्रो ठाउँ छ हाम्रो माइती गाउँ। अनि यसलाई चाहिँ भन्छ हाम्रो माइती गाउँको छेउको 16 नम्बर चौरी हो यसको नाम चाहिँ। अनि यहाँनिर चाहिँ कहिले हो अब छिट्टै चण्डी मेला लाग्नेवाला छ। अनि देख्न सक्नुहुन्छ यो चाहिँ यो एरियामा चाहिँ चण्डी मेला लाग्छ। अनि हामी फेरि जाँदैछौँ माइती गाउँ ससुराली गाउँ जाँदैछौँ है साथीहरू। आउँदै गर्नु होला तपाईँहरू पनि हामीलाई फलो गर्दै। म तपाईँहरूलाई मेरो माइत गाउँ नै पुऱ्याउँछु, मेरो माइती घरै पुऱ्याउँछु साथीहरू। आउनुहोस् मलाई फलो गर्दै आउनुहोस्। अनि साथीहरू यो चाहिँ कहाँ हो भन्नुहुन्छ भने पूर्व जाने भनेको लेटाङतर्फ गइन्छ अनि यता पश्चिम चाहिँ धरानपट्टि गइन्छ। अनि हामी चाहिँ धरान जाने बाटोपट्टि लाग्यौँ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो ठाउँको नयाँ घुम्ने ठाउँ हाम्रो रानीवन कति राम्रो बनाउनु भएको छ रानीवन। अनि यो चाहिँ एकदम राम्रो छ, घुम्न आउनु मन लाग्छ भने साथीहरू आउनु सक्नुहुन्छ। एकदम ब्युटिफुल छ हाम्रो गाउँको ठाउँहरू चाहिँ। अनि यता पनि छ कटेजहरू, आउन सक्नुहुन्छ। अनि साथीहरू हाम्रो माइती घर पुग्ने बेलामा चाहिँ थोरै कच्ची बाटो छ, पिच रोड छोडेर कच्ची बाटो थोरै जानुपर्छ है हाम्रो चाहिँ साथीहरू। अनि हामी चाहिँ जाँदैछौँ। अनि जेठा जेठी पनि पछाडि आउँदै हुनुहुन्छ। अनि अगाडि चाहिँ हामी कान्छा कान्छी र छोरी जाँदैछौँ हामी। अनि यहाँदेखि चाहिँ भनेको सिधै जाने चाहिँ धरान हो, तर हामी यता माथि जान्छौँ। यो बाटो चाहिँ लाक पनि जान्छ, कतिलाई थाहा होला। अनि यहाँ मेरो छोरी चाहिँ हाई भन्दैछ। अनि म चाहिँ यहाँ माइत घर पुगेँ भनेर एकदम खुसी छु। अनि यहाँ चाहिँ थोरै माथि जानुपर्छ हाम्रो घर पुग्नलाई। फाइनली मेरो माइत घर पनि आइपुग्यो। अनि उहाँ चाहिँ मेरो प्यारी भाउजू हो। अनि यता चाहिँ जेठा जेठी आएर बसिसक्नुभयो। अनि कान्छोले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ। अनि यो चाहिँ मेरो माइती घर। अनि माइती घरबाट देखिने डाँडा